भोट भन्दा अगाडि हामीलाई बाटो चाहियो अनि मात्रै भोट हालिन्छ नभए हालिदैन कसैलाई पनि। सबैभन्दा समस्या त बाटोको उयो छ। अब बाटो खोइ अहिले यहाँ हेर्नु त कतिचोटि भइसक्यो यो भोट आउँदै पिछेको हामीले यो बाटो मागेको खोइ यो यहाँको कलबोट खोइ बाटो खोइ हामीलाई बाटो सबैभन्दा यो भोट भन्दा अगाडि हामीलाई बाटो चाहियो अनि मात्रै भोट हालिन्छ नभए हालिदैन कसैलाई पनि। अनि जस्तो चित्त नबुझेको कुरा त भन्नुहोस् है। भन्छु नि किन भन्दिनँ। खोइ हाम्रो माझी हडमजी खोइ सबैभन्दा अगाडि त हामीलाई त बाटो चाहियो नि त। एउटा मान्छे दुख बिमारी भयो भने यहाँ काँदामा हालेर लानुपर्छ। त्यस्तो नि उहाँ त पहिलोचोटि त यो ठाउँमा उम्मेदवार दिन्छ। काँदामा हालेर निकाल्नुपर्छ उहाँ पर बाटोमा लगो कि त खोला पानी लगो बोकेर। सुन्नु न उहाँ अनि अहिले बाटो हामीलाई खोइ सुन्नु न उहाँ त अब यो पहिलोचोटि उहाँले भोट माग्न जो आउँछ त्यसैलाई हामीलाई पहिले भोट भन्दा अगाडि पहिले हामीलाई बाटो चाहियो अनि मात्रै भोट हालिन्छ। यो भोट भन्दा अगाडि कल भोट बनियो भने भोट हालिन्छ नभए त कसैलाई नि हाल्दिनँ म हाल्दै हाल्दिनँ कसैलाई नि हाल्दिनँ बाटो चाहिँ बनाउनु